Hola amigos, bienvenidos a nuestro canal. Hoy vamos a aprender español con una historia muy fácil. La historia se llama Lío y la leche. Escucha con atención y vamos a empezar. नमस्ते साथीहरू, हजुरहरूलाई स्पेनिस बाई ममताको नयाँ क्लासमा स्वागत छ। आज हामी एउटा कहानीको माध्यमले स्पेनिस सिक्न जाँदैछौँ। कहानीको नाम हो लियो र दुध। ध्यान दिएर सुन्नुहोस् र सुरु गरौँ। Lío tiene sed. Él busca algo en el refrigerador. Leo is thirsty. He looks for something in the refrigerator. Leo तिर्खाएको छ। उसले फ्रिजमा केही खोज्छ। सेद भनेको तिर्खा, एल बुस्का भनेको उसले खोज्छ, आल्गो भनेको केही, रेफ्रिजेराडोर भनेको फ्रिज। Leo encuentra leche. Él está feliz. Leo finds milk. He is happy. Leo ले दूध भेट्टायो। ऊ खुसी भयो। Encuentra भनेको भेटाउनु, लेचे भनेको दूध, फेलिज भनेको खुसी हुनु। Leo bebe la leche. Qué rica. Leo drinks the milk. How delicious. Leo ले दूध पिउँछ। कति स्वादिष्ट। बेबे भनेको पिउनु, के रिका भनेको कति स्वादिष्ट। Ahora Leo quiere una galleta. Now Leo wants a cookie. अब लियोलाई कुकी चाहियो। Ahora भनेको अब, quiere भनेको चाहनु, una भनेको एउटा र गायता भनेको कुकी। आजको लेसनमा हजुरहरूले देख्नुभयो होला, सिक्नुभयो होला हामीले कसरी पहिला सिकेको वर्ड्सहरूलाई युज गरेर एउटा सानो स्टोरी बनायौं। हो, यसरी नै हामी अब आउने स्टोरिजहरुमा पहिला प्रिभियस लेसन्सहरुलाई इन्क्लुड गरेर स्पेनिश इजिली सिक्दै जानेछौं। ल त अब हाम्रो भेट अर्को लेसनमा हुनेछ। तबसम्मको लागि धन्यवाद। Gracias. Adiós.